सबैजनालाई ख्रीष्टको नाममा जय मसीह। अनि आज स्वागत छ हाम्रो यो मण्डलीमा है, हाम्रो चर्चमा। पाण्डालाई कतिजनाले चिन्नुहुन्छ? देख्नु भएको छ? हजुर, पाण्डा, हजुर, भालु जस्तै रेड पाण्डा, ब्ल्याक पाण्डा के भन्छ नि, होइन? अनि ती पाण्डाहरू सुन्नु भएको छ है। अनि यसो अनि सोच्दै गर्दा, यसो हिँड्दै गर्दा, मान्छेको जीवन हेर्दै गर्दा मलाई त्यो पाण्डा जस्तो लाग्छ। पाण्डा संसारको सबैभन्दा दुर्बल प्राणीहरूमा मध्ये उहाँ त्यो पाण्डा चाहिँ 5 नम्बरमा आउँदछ है। संसारमा दुर्बल भनेपछि नपाउने, दुर्लभ है, दुर्लभ पनि दुर्बल पनि दुईटै कुराहरूमा चाहिँ ऊ चाहिँ 5 नम्बरमा आउँदछ। अनि त्यसलाई चाहिँ अनि हामीले खोज्दै हिँड्यौँ भने कहाँ पाइन्छ भन्दाखेरि जहाँ हिउँ पर्छ, जहाँ चिसो ठाउँ छ, हिमाली भेग, अनि त्यो ठाउँमा चाहिँ ती पाण्डा बसिराखेको हुन्छ। अनि बस्दै गर्दाखेरि अनि ऊ चाहिँ अनि खानको लागि बाँस खोज्दै हिँड्छ क्या, बुझ्दै हुनुहुन्छ नि? बाँस खोज्दै बाँसको झ्याङ जहाँ जहाँ छ त्यहीँ गएर ऊ बस्छ दिनभरि। अनि ऊ दिनैभरि लगभग उसले 24 घन्टामा 13 घन्टा 14 घन्टासम्म उसले बाँस मात्रै खाइरहन्छ। दिनमा 24 घन्टा हुन्छ, एक दिनमा 24 घन्टा हुन्छ। 24 घन्टामा उसले 12 घन्टा 13 घन्टा बाँसै खाइरह्यो भने त हाम्रो त दिनै जान्छ है, आधी दिनै जान्छ हाम्रो त। तर उसले खाइरहन्छ है, खाँदै अनि उसले चाहिँ उसको अनि त्यो सुत्ने चाहिँ कति हो भन्दाखेरि खाने टाइम भन्दा नि सुत्ने टाइम चाहिँ एकदमै कम हुन्छ है, 8 घन्टा 10 घन्टा, त्योभन्दा बढी सुत्दैन। तर उसले ती दिनभरि खान्छ, बिहानदेखि लाएर बेलुकासम्म खान्छ। अनि खाँदै गर्दाखेरि पनि उसको जीवनमा चाहिँ शक्ति नै आउँदैन क्या, ऊ चाहिँ एकदमै दुर्बल भएर जान्छ। अनि यो पनि हामीलाई सुन्न आउँछ जब ऊ 8 घन्टादेखि 9 घन्टासम्म, ऊ 10 घन्टासम्म ऊ हिँड्यो भने उसको मृत्यु पनि हुनसक्छ। बुझ्दै हुनुहुन्छ नि तपाईँहरूले? उसले खाने कति 14 घन्टा लगाएर खाने, तर 8 देखि 10 घन्टा ऊ हिँड्यो भने उसको मृत्यु हुने भनेपछि अचम्म हुने होइन र? आज त्यो पाण्डाको जीवन हामी हेर्दै गर्दाखेरि हाम्रो चर्च परिवार, हाम्रो विश्वासी परिवार मानिसहरूको जीवनमा देख्छु, खान्छौँ पिउँछौँ, त्यहाँको चर्चमा सङ्गति छ, त्यहाँ पनि भ्याउँछौँ, उहाँ पनि भ्याउँछौँ, हरेक ठाउँमा हामी चाहिँ गइराखेका हुन्छौँ होइन। हरेक ठाउँबाट चाहिँ परमेश्वरको वचन सुनिराखेका हुन्छ, परमेश्वरको वचन खाइराखेको हुन्छ। तर केही विपत्ति आइपर्यो भने त्यो पाण्डा जस्तै आफूले आफै हिँड्दै हाम्रो विश्वासीहरू पनि पुङ्लुङ्ग त्यो ठाउँमा ढलिहाल्छन्। बुझ्दै हुनुहुन्छ नि? अनि तपाईँले 13 घन्टा 14 घन्टा, तपाईँ 36 घन्टा तपाईँले किन नखानुहोस्, तपाईँ ढल्नुभयो भने त के फाइदा भयो? तर पाण्डा नि मर्छ है, उसकोमा मनै हुँदैन क्या, हिँड्नलाई मनै हुँदैन। किन? बाँस खान्छ नि त उसले, बाँसमा के हुन्छ? खोक्रो हुन्छ। हामीले वैज्ञानिक हिसाबमा हामीले हेर्ने हो भने बाँसमा चाहिँ जम्मा 3% मात्रै हुन्छ अरे के ताकत भनेको। 100%मा 97% छैन, जम्मा 3%। भनेपछि हामीले पनि आज हामी कुन ठाउँमा छौँ? हामीले खाँदैछौँ, खाना त हामीले बाँस जस्तै गरेर चपाइराखेको छौँ कि खोक्रो चिज खाइराखेको छौँ कि? हामी एकचोटि त्यो कुरा हामी बुझ्नुपर्छ। हामीले कति सिकाउँछौँ, कति बुझाउँछौँ, तर हामी जुन ठाउँमा गयो, हामी जुन ठाउँमा मण्डली हाम्रो, अनि हामीले प्रशंसा गर्नुपर्छ, परमेश्वरलाई उचाल्नुपर्छ भनेर हामीले वेदी बनायो, अनि त्यही ठाउँमा चाहिँ अनि अनैतिक कार्यहरू भएको अनि हामीले हेर्दै गर्दाखेरि त्यो कुरा चाहिँ के हो? बाँस खाएको हो नि, होइन र? त्यो कुरा चाहिँ बाँस खाएको हो, ऊ चाहिँ ढल्छ है। अनि आज यो चाहिँ के हो त? परमेश्वरको वेदी हो। यो चाहिँ परमेश्वरको वेदीमा चाहिँ परमेश्वर उपस्थित हुनुहुन्छ, जुन ठाउँमा चाहिँ उहाँको आत्मा उहाँले दिनुहुन्छ र उहाँको वेदी चाहिँ निरन्तर आगो बलिरहेको छ। यो वेदीमा चाहिँ जो अपवित्रतामा आउँछ अनि ऊ चाहिँ भस्म हुन्छ। प्रिय, आज हामी खान्छौँ, वचन खान्छौँ, हामी पिउँछौँ, तर पाण्डा जस्तै नबनौँ। तपाईँलाई थाहा छ, बाघले हप्ताको एकचोटि शिकार गर्छ, टन्न खान्छ, 7 दिनसम्म ऊ राजा बनेर हिँड्छ। किलो चिज खानुहोस्, पाण्डाले बाँस खान्छ, बाघले चाहिँ मासु खान्छ, शिकार गर्छ, मासु खाइसकेपछि ऊ आँटिलो हुन्छ, 1 हप्तासम्म उसले खानु पर्दैन। आज हामी पनि ताकतिलो चिजहरू हामीले दिँदै गर्दाखेरि हामीले खाँदै गरौँ न, कहिले नबिर्स्यौँ न। यो भलै सानो हामीले ठाउँ देखेको होला, अनि यहाँ चाहिँ केही छैन जस्तो हामीलाई झुप्रो छाप्रो लाग्छ होला, तर हामीलाई थाहा छ परमप्रभु परमेश्वरले नि
मोसालाई चाहिँ त्यो मरुभूमिमा कोही नभएको ठाउँमा केही नउम्रिने ठाउँमा परमेश्वरले बोलाउनु भयो। त्यो ठाउँमा चाहिँ एउटा वेदी खडा भएको थियो। अनि त्यो ठाउँमा पनि के भनेको छ, ए मोसा मोसा कसले बोलायो मलाई भनेर मोसा छक्क परेको थियो नि त पहिला त। अनि पछि के भन्यो, म यहीँ छु, त आइज। अनि उसले के गर्दै थियो, खुट्टामा जुत्ता लाउँदै उठाउनु, तेरो खुट्टाको जुत्ता तैँले खोल, किन यो ठाउँ चाहिँ वेदी हो, बुझ्दै हुनुहुन्छ नि। अनि त्यहाँ चाहिँ के भन्दै थियो, मरुभूमिमा खासै त्यहाँ त जहाँ हिँड्दा नि भयो नि घर होइन, त्यहाँ त के भन्यो तर परमेश्वरले के भन्दै हुनुहुन्थ्यो, खुट्टाको जुत्ता खोल है। अनि त्यो ठाउँमा चाहिँ नि परमेश्वरले चाहिँ त्यो कुराहरू चाहिँ दिइराख्नु भएको थियो। अनि आज हामी चाहिँ वेदीमा आउँदै गर्दाखेरि आफूले कहिले पनि निहालेर हेर्दैन कि, हेर्दैन पनि कहिले पनि के म यसो सोध्छु कि धेरै ठाउँमा म जान्छु। आज हामी विश्वासी हौँ, हामी तन्तुरुस्त हौँ अनि एकदमै सुसज्जित हौँ न वचनमा। मसँग वचन छ, मसँग ज्ञान छ भनेर मात्रै पनि हुँदैन नि, होइन र। अनि वेदीमा चाहिँ हामी के खडा हुन सिक्नुपर्छ, जान्नुपर्छ है, जान्नुपर्छ। अनि यो ठाउँबाट उभिएर सिकाउँदै गर्दाखेरि पनि सिक्नेसँग निरन्तर त्यो मान्छे चाहिँ कनेक्ट हुनुपर्छ। हामी सामाजिक प्राणी हो नि, हामी सामाजिक प्राणी भएको कारणले गर्दाखेरि हरेक थोकहरूसँग हामी कनेक्सनमा रहनुपर्छ। तपाईँ काममा जानुहुन्छ, तपाईँ जब गर्नुहुन्छ, तपाईँ मिलिट्रीमा हुनुहुन्छ होइन, तपाईँ हरेक चिज आफ्नो क्षेत्रमा हुनुहुन्छ। अनि त्यो कारणले हामी सामाजिक प्राणी भएको कारणले गर्दा सबैजनासँग हामी कनेक्ट हुन सिक्नुपर्छ, सबैजनासँग हामी रहन सिक्नुपर्छ। अनि त्यसपछि मात्रै पो त अनि हाम्रो सम्बन्ध गहिरो हुन्छ। अनि सबैभन्दा ठुलो कुरा चाहिँ के हो, परमेश्वरमा लैजाने व्यक्तिसँग हामी रहँदै गर्दा परमेश्वरसँग चाहिँ एकदमै हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ। हामीले आज हेला गर्छौँ क्या, शब्दकै हेला गर्छौँ होइन दिदी, शब्दकै हेला गर्छौँ। जब म सिकाउँदैछु हुन्छ हुन्छ भन्ने अनि गर्दै नगर्ने के हो र, त्यो चाहिँ के हो, शब्दको हेला गरेको भने। अनि फेरि त्यो सिकाउने मान्छेले चाहिँ कहाँबाट सिक्दैछ, सिकाउँदैछ, उसले पनि यहीबाट सिक्यो अनि यहीबाट चाहिँ उसलाई सिकाउँदैछ भने वचनबाट हो रहेछ नि, वचनबाट सिकाएको हो भने आज ती वचन सिकाउँदै गर्दा कनेक्ट हुँदैन भने त्यो चाहिँ अपमान गरिएको हो। कसको, सिकाउनेको हो होइन, वचनको अपमान गरेको। अब वचन भनेको के हो, परमेश्वर हुनुहुन्छ, बुझ्दै हुनुहुन्छ। योहन्ना 1:1 त्यहाँ के भनेको छ, आदिमा परमेश्वर वचन हुनुहुन्थ्यो, वचन नै परमेश्वर हुनुहुन्थ्यो अनि वचनमा नै उहाँ हुनुहुन्थ्यो भने उहाँ नै देहधारी भएर यो पृथ्वीमा आउनुभयो, उहाँ नै यो पृथ्वीमा आउनुभयो। भन्न खोजेको प्रभु येशू ख्रीष्ट देहधारी हुनुभयो नि, उहाँको वचनद्वारा भएको। आज उहाँ देहधारी हुनुभएको हो भने आज वचन बोल्दै गर्दाखेरि हामी कनेक्ट हुँदैनौँ भने येशू ख्रीष्टमा विश्वास गर्छु भनेर मात्रै पनि काम छैन। आज वचनले चाहिँ के भनेको छ, हामी परमेश्वरमा रहिराख्नु राम्रो हो, परमेश्वरको प्रशंसा गरिराख्नु राम्रो हो, तर सीमाभन्दा बाहिर जानु चाहिँ नराम्रो हो। त्यो कारणले प्रियहरू, यहाँ हिब्रू 13:17 यहाँ यसरी लेखिएको छ, म पढ्दिनेछु। तिमीहरूका अगुवाहरूको आज्ञा पालना गर र तिनीहरूका अधीनमा बस। के हो, कसको, अगुवाहरूको आज्ञा पालना गर अनि अर्को कुरा तिनीहरूको अधीनमा बस, किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। तपाईँको प्राणको लेखा चाहिँ कसले दिने रहेछ, तपाईँको पापको लेखा कसले दिने रहेछ। हामी भन्छौँ नि त्यो को र, मलाई सिकाउँदै गर्दाखेरि उसले अलिकति चित्त दुखाएर को र है, हामी प्रश्न उठाउँछौँ। अनि यहाँ वचनले चाहिँ के भन्दैछ, जसले सिकाउँछ, जसले डोराउँछ अनि उसको चाहिँ अधीनमा बस। किन बस्ने, अनि उसले चाहिँ विश्वासीहरूको चाहिँ भोलि माथि गएर लेखा दिनुपर्ने हुन्छ। तपाईँहरू अहिले यहाँ आउनुभएको छ, यहाँ सङ्गति गर्दै हुनुहुन्छ, हामी सिकाउँछौँ, हामी अगुवा तपाईँले मान्नु भएको छ भने भोलि गएर अबदेखि उसो हामी जुन दिनदेखि कनेक्ट भएको थियो, जुन दिनदेखि हामी सँगै हिँडेको थियो, त्यो दिनदेखिको लेखा चाहिँ हामीले दिनुपर्ने हुन्छ। त के हेरेर बसेको थिएस् त भनेर परमेश्वरले जवाब दिनु हुँदाखेरि हामीले के भन्ने है, हामीले के भन्ने, उसले काम बिगार्दै गर्दाखेरि त के हेरेर बसेको थिएस् त भन्दाखेरि अनि परमेश्वरको सामु हामीले के भन्ने, अनि तपाईँको त्यो लेखा दिन सकेन भने नि त्यसको दण्ड हामीले पनि भोग्नुपर्छ।
भोग्नै पर्छ त्यो। मैले भनेको होइन, परमेश्वरको वचनले भन्दैछ है। आज हामी परमेश्वरको सेवामा छौँ, परमेश्वरको राज्यमा छौँ। प्रियहरू, तपाईँ निराश हुनुहुन्छ, तपाईँको जीवनमा त्यथा कता जङ्गलतिर लाने एकवटा त्यो भावनाको शब्दहरू, भावनाको कुराहरू तपाईँको जीवनमा आउँछ। अनि त्यसले गर्दा यो पनि होइन त्यो पनि होइन भनेर साँच्चीकै तपाईँ म त अब सिद्धियो भन्ने ठाउँसम्म त पुग्नु भएको छैन। त्यो किन भएको हो थाहा छ? मैले त परमेश्वरलाई विश्वास गरेर पनि होइन जस्तो लाग्यो, यतै ठिक जस्तो लाग्यो, उता पनि ठिक जस्तो लाग्यो है। अनि कहिलेकाहीँ चाहिँ हामी सिकाउनेसँग हामी कनेक्ट नहुँदाखेरि हामीलाई ती कुराहरू, अन्डरस्ट्यान्डिङको कुराहरू आउँदैन क्या, मिसअन्डरस्ट्यान्डिङको कुराहरू आउँछ, बुझाइ पुग्दैन क्या। त्यतिखेर तपाईँलाई ती कुराबाट छुटकारा हुनु छ, तपाईँलाई ती बोझबाट तपाईँ हलुका भएर जानु छ भने तपाईँको निम्ति चौतारी चाहिँ ख्रिस्ट नै हुनुहुन्छ। बुझ्दै हुनुहुन्छ नि? प्रभु येशू ख्रिस्टले के भन्नुभएको छ भने, ए पापको बोझले दबिएका र लादिएकाहरू म कहाँ आऊ, म विश्राम दिन्छु। तपाईँलाई विश्राम दिन चाहनु भएको छ हाम्रो परमेश्वर। येशूले तपाईँको बोझलाई बोक्न चाहनु भएको छ हाम्रो येशूले। उहाँ यति धेरै हामीलाई प्रेम गर्नुहुन्छ, त्यसको हामीले वर्णन पनि गर्न सक्दैन। दुई शब्दले हामीले माया, हामीले प्रेम गर्छु प्रभु भनेर पनि त्यसले पुग्दैन। दिनैभरि तपाईँ धन्यवाद दिँदाखेरि पनि पुग्दैन, यतिसम्मको प्रेम गर्नुहुन्छ तपाईँलाई हाम्रो परमेश्वर। तपाईँको त्यो जीवनको लागि, तपाईँको त्यो आत्माको लागि नि येशू ख्रिस्ट चाहिँ क्रुसमा टाङ्नु भएको, उहाँले रगत बगाउनु भएको। अनि त्यो रगतले गर्दाखेरि आज तपाईँ र मैले उद्धार पाउँछौँ, मुक्ति पाउँछौँ, शान्ति पाउँछौँ, आनन्द पाउँछौँ। निराशपनको कुरा कति आउँछ, संसारले मलाई त्याग्यो, मलाई अनि यो चित्तै दुख्ने गरेर संसारले चाहिँ मलाई भन्यो भनेर होइन, हामी एक्लो भयो, एक्लो महसुस गरेर कहिलेकाहीँ हामी अन्धाधुन्दामा कहाँ जाउँ के गरौँ भन्नेसम्म हामी पुग्छ। तर नडराउनुहोस्, परमेश्वर तपाईँसँगै हुनुहुन्छ। तर तपाईँसँग परमेश्वरलाई गर्ने विश्वास चाहिँ हुनुपर्छ। तपाईँलाई जिरोबाट हिरो बनाउनुहुन्छ। यो म यो ठाउँमा वेदीमा उभिएर मैले बोल्दैछु, यो झुट्टो बोलेको होइन, यो साँचो हो है। त्यो कारणले तपाईँले विश्वास गर्नुहुन्छ, तपाईँ जिरोबाट हिरो बन्न चाहनुहुन्छ भने आज अगुवाले के बोल्दैछ, यो ठाउँबाट कसले के सिकाउँदैछ, आज त्यो कुरा चाहिँ पालना गर्न जरुरी छ। आमेन है विपना दिदी, त्यो कुराको चाहिँ पालना गर्न एकदमै जरुरी छ। अब म आफैलाई भन्छु आइसक्छ, त्यो कुराको चाहिँ पालना गर्न एकदमै जरुरी छ तपाईँ जिरोबाट हिरो बन्नलाई। जसरी आज म बनेको छु, म जिरो थिएँ, मलाई उहाँले उठाउनु भएको, म मृत्युको मुखमा थिएँ, मलाई उहाँले जीवन दिनुभएको, मैले उहाँ विश्वास नगरेको भए म माटो भइसक्थेँ यतिखेर। त्यसैले हामीले एउटा भजन गाउँछौँ, आमाले मलाई, बुवाले मलाई, सबैले मलाई त्यागे तापनि येशूको पछि म हिँड्न थाले, फर्कदिन। बुझ्दै हुनुहुन्छ? तपाईँ येशूको पछि लाग्नुहुन्छ, अझै फर्किन चाहनुहुन्छ भने फेरि त्यो चाहिँ राम्रो होइन है, त्यो चाहिँ फेरि दण्ड आउँछ है। त्यसमा चाहिँ दण्ड आउँछ। तपाईँले रोक्नु भएको छ हितोपदेश 8:18-21 पदमा, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ। आमेन आमेन। के हुन्छ अरे? जीवन र मृत्युको शक्ति चाहिँ त्यसको जिब्रोमा हुन्छ। तपाईँले प्रभु येशूलाई विश्वास गर्नु भएको छ है, तपाईँ आफै स्वीकार्नुहुन्छ। कसैले स्वीकारेर विश्वास गर्छ? गर्दैन होइन, तपाईँकै जिब्रोले स्वीकारेर विश्वास गर्नुभएको हो होइन र? आफ्नै जिब्रोले हो नि, मेरो जिब्रोले स्वीकारेर तपाईँहरूले विश्वास गर्नुभएको हो होइन। तर त्यहाँ चाहिँ के भन्दैछ, दुईटा शक्ति हुँदो रहेछ है, एउटा जीवनको एउटा मृत्युको। बुझ्दै हुनुहुन्छ? हामीले येशू ख्रिस्टलाई आफ्नै ओठ र आफ्नै जिब्रोले स्वीकारेर भनेर स्वीकारेको अनुसार हामीले भएन भने त्यहाँ चाहिँ के हुने रहेछ? मृत्यु आउने रहेछ। त्यहाँ चाहिँ आशिषको ठाउँमा हामीलाई शराब आउने रहेछ। त्यो चाहिँ हामीले के गरेको हो? हामीले रोपेको हो। तपाईँ जतिसुकै तपाईँ भाग्नुहोस्, चाहे जीवनको अन्तिम घडीसम्म तपाईँ भाग्नुहोस्, लुक्नुहोस्, तर त्यहाँ चाहिँ फेरि परमेश्वर आउनुहुन्छ। परमेश्वरको हातमा तपाईँ परिसक्नु भएको छ नि, तपाईँ स्वीकारिसक्नु भएको छ के गर्दो रहेछ, कस्तो कस्तो गर्दो रहेछ भनेर हेरिरहनुहुन्छ उहाँले होइन। तर यही जिब्रोले गर्दा कहिलेकाहीँ हामीले दुःख पाउँछ। पहिल्यै मन लगाएर हामीले स्वीकारिहाल्यो, पछि मन लागेन, फेरि अब यही जिब्रोले पर्दैन भनेर हामीले भनिदिइहाल्यो होइन। त्यो कुराले हामीले रोपेको हो। अनि त्यसको फल चाहिँ के गर्नुपर्छ रे सुनकिशोर दिदी? त्यसको फल खानुपर्छ। बुझ्दै हुनुहुन्छ नि? एकदमै।